नमस्कार दर्शकबिन्दुहरू, म धर्मेन्द्र कृष्ण पौडेल। यसपालि यहाँहरूको माझमा खण्डग्रास चन्द्रग्रहण जो हामीलाई प्राप्त भएको छ 2082 साल फागुन महिनाको 19 गते यहाँहरू मेष राशिदेखि मीन राशि हुनेहरूका लागि के कस्तो रहनेछ भन्ने जानकारी लिएर यस भिडियोको माध्यमबाट यहाँहरूको मध्यमा उपस्थित भइसकेको छु। र जति पनि दर्शकवृन्दहरू हाम्रो पात्रोको माध्यमबाट यस कार्यक्रमलाई हेरिरहनु भएको छ, यहाँहरू सबैले ज्योतिष सेवाको माध्यमबाट यहाँहरूले आफ्नो चिना विश्लेषण पनि गराउन सक्नुहुनेछ भन्ने जानकारी प्रदान गर्दै दर्शकवृन्दहरू, खण्डग्रास चन्द्रग्रहण यो भन्दा पूर्वमा पनि जब चन्द्रग्रहण यस देशलाई प्राप्त भएको थियो त जेनजी आन्दोलनको दिनको स्थिति र त्यसपछि भयावह स्थिति जो त्रासदी भयो पुरै देशमा र पुरै कायाकल्प भयो हाम्रो देशमा नै, केही त्यस्ता परिणामहरू के हामीले यसपालि पनि प्राप्त गर्न सक्छौँ त? किनकि खण्डग्रास चन्द्रग्रहणको ठीक एक दिनपछि चुनावको दिन रहेको छ। त्यसकारणले गर्दा हामीले नेपालको लागि यो खण्डग्रास चन्द्रग्रहण के कस्तो रहनेछ यस विषयमा पनि हामीले जानकारी प्रदान गर्नेछौँ। त्योभन्दा पूर्व दर्शकवृन्दहरू, आउनुहोस् मेष राशिदेखि मीन राशि पर्यन्त यदि 12वटा राशिको कुराकानी गरौँ भने एकैपल्टमा यहाँहरूलाई जानकारी गराइदिन्छु कि 4वटा राशि हुनेहरूको लागि चाहिँ अत्यन्त राम्रो समय रहेको छ भन्ने, 8वटा राशि हुनेहरूको लागि चाहिँ समय अत्यन्तै खराब रहेको देखिन्छ खण्डग्रास चन्द्रग्रहणको माध्यमबाट। दर्शकवृन्दहरू, सर्वप्रथम हामीले जानिराखौँ शुभ फल प्रदान गर्नेवाला 4वटा राशि। त शुभ फल प्रदान गर्नेवाला 4वटा राशि मध्ये श्री लक्ष्मी प्राप्तिको योग बन्दैछ मिथुन राशि हुनेहरूको लागि। खण्डग्रास चन्द्रग्रहण यहाँहरूलाई फाप्नेछ, यहाँहरूले ग्रहण हेर्न पनि सक्नुहुन्छ। त्यस्तै गरी यदि तपाईँ तुला राशिमा पर्नुहुन्छ, वृश्चिक राशिमा पर्नुहुन्छ या मीन राशिमा पर्नुहुन्छ भने पनि तपाईँको लागि यो चन्द्रग्रहण राम्रो अवस्था लिएर आउँदैछ। त्यस्तै गरी दर्शकवृन्दहरू, यी 8वटा राशि मध्ये पनि जो पञ्चम राशि छ जसलाई हामीले सिंह राशि भन्छौँ, सिंह राशि मध्ये पनि यहाँहरूको पूर्व फाल्गुनी नक्षत्र मोटाटिटु यदि यो नामबाट तपाईँको नाम प्रारम्भ हुन्छ भने तपाईँको लागि यो चन्द्रग्रहण घात सिद्ध हुन्छ। र अवश्यमेव पनि यदि तपाईँको नाम मोटाटिटु पूर्व फाल्गुनी नक्षत्र अन्तर्गत रहेको छ र तपाईँ सिंह राशिमा पर्नुहुन्छ भने तपाईँको लागि यो चन्द्रग्रहण 6 महिनासम्म नराम्रो सिद्ध हुन सक्छ। त्यसमध्ये मेष राशि, वृष राशि, कर्कट राशि, सिंह राशि, कन्या राशि, धनु राशि, मकर राशि र कुम्भ राशि हुनेहरूको लागि यो चन्द्रग्रहण त्यति राम्रो देखिएको छैन भन्ने जानकारी गराइदिन्छु। दर्शकवृन्दहरू, अब आउनुहोस् हामी कुराकानी गरौँ नेपालको लागि यो खण्डग्रास चन्द्रग्रहण कस्तो फलित हुन्छ। त म यहाँहरूलाई भन्न चाहन्छु कि यो पालिको चन्द्रग्रहण हाम्रो जो पहिला प्राप्त भएको थियो चन्द्रग्रहण त्यस्तो चन्द्रग्रहण होइन। र अर्को कुरा, यसपालि जो चन्द्रग्रहणको समय र अवधि रहेको छ त्यो पनि त्यति लामो समय र अवधि रहेको छैन। किनकि चन्द्रोदय लगभग जो जहाँबाट प्राप्त भएको छ त्यहाँबाट हामीले चन्द्रग्रहण भोग्नुपर्ने हुन्छ र त्यो खासमा हामीलाई प्राप्त भएको छ 6:03 देखि 7:02 त दर्शकवृन्दहरू, सायङ्कालीन सत्रमा 6:03 देखि 7:02 चाहिँ यहाँहरूले ग्रहण प्राप्त गर्नुहुन्छ। सूतककालको कुराकानी गरौँ भने 9 बजेदेखि लगभग सूतककाल प्रारम्भ हुन्छ र 9 बजेदेखि नै हजुरहरूले कुनै पनि प्रकारको अन्न ग्रहण गर्नु हुँदैन र विशेष गरी कुनै पनि प्रकारको रिस, डाहा इत्यादि विकारहरू यो बेलामा उत्पन्न हुनु हुँदैन र साथै ग्रहणको बेलामा शौच इत्यादि पनि गर्नु सर्वथा अनुचित मानिएको छ। यो कुरालाई विशेष ध्यान दिनु होला र 8 बजेतिर हजुरले अब स्नान इत्यादि गरेर अनि त्यसपछि दान इत्यादिका कर्म गरेर हजुरले अन्न ग्रहण गर्न सक्नुहुनेछ भन्ने जानकारी प्रदान गर्दै नेपालको लागि यो चन्द्रग्रहण त्यति नराम्रो देखिएको छैन। किनकि योभन्दा पूर्वको चन्द्रग्रहणमा चाहिँ व्यथा प्राप्त भएको थियो नेपाललाई भने यो पालि चाहिँ कम्तीमा त्यस्तो अवस्था रहेको छैन। त्यसकारणले गर्दाखेरि यहाँहरूले आफ्नो विषयवस्तुलाई लिएर चाहिँ यदि तपाईँ 8वटा राशि मध्ये पर्नुहुन्छ भने चाहिँ सचेत रहनुहोला। बाँकी 4वटा राशि हुनेहरूको लागि यो समय अत्यन्त उपयुक्त व राम्रो जानेछ। जय जय श्री राधे।